पूर्वको स्ट्रिट फुडमा तपाईहरुले आलु निम्की देख्नु भएको होला अथवा खानु भएको होला। चटपटे सँगसँगै स्ट्रिट फुडमा आलु निम्की चाहिँ एकदमै खाइने गरिन्छ। पूर्वमा चाहिँ आलु निम्की धेरै स्टाइलमा बनाएर खाने गरिन्छ। आज म चाहिँ यहाँ एकदमै सादा तरिकाबाट आलु निम्की बनाउँदै छु। तपाईहरु पनि यसरी नै बनाएर खान सक्नुहुनेछ। यसरी बनाउँदा चाहिँ सादा तरिकाबाट एकदमै मिठो आलु निम्की बन्छ। मैले यहाँ धनिया र कालो तिललाई रोस्ट गरेर राखेको छु। त्यसपछि रोस्ट गरेको धनिया र भुटेको तिललाई पालैपिलो गरेर ब्लेन्डरमा मसिनो गरी पिनेर राख्ने। यहाँ तपाईहरु तिलको साटोमा तोरी पनि भुटेर राख्न सक्नुहुनेछ। आलु निम्कीलाई मिठो बनाउनलाई मैले यहाँ 2 मुठी जति बदाम लिएर रोस्ट गरेर राखेको छु। बदामको साटोमा तपाईहरु यहाँ हरियो केराउ पनि लिन सक्नुहुनेछ। तपाईहरु यहाँ आफ्नो स्वाद अनुसार लिन सक्नुहुनेछ। गिलोको लागि यहाँ मैले 1.5 कप जति मैदा लिएको छु। त्यसमा 1/2 लिटर जति पानी राखेर लम्स हुन नदिनको लागि राम्रोसँग चलाएर केही बेर छोड्दिने। त्यसपछि अब ग्यासमाथि पेन राखेर अघि घोलेर राखेको मैदा पानी पेनमा राखेर राम्रोसँग चलाइदिनुहोस्। लम्स हुन नदिनको लागि कन्टिन्यू चलाइदिनुहोस्। त्यसमा फुड कलर लगाएर फेरि राम्रोसँग चलाइदिनुहोस्। कम्तीमा 10-15 मिनेट पकाइसकेपछि गिलो हाम्रो यसरी रेडी हुन्छ। आलु निम्कीलाई चाहिने सामग्रीहरू मैले यहाँ यसरी रेडी गरेको छु। त्यसपछि मैले यहाँ बाउलमा काटेको आलु राखे, भुटेको बदाम, प्याज, टमाटर, ग्राइन्ड गरेको धनिया, तिल, काटेको खोर्सानी, कालो नुन, रातो खोर्सानीको धुलो, अजिना र निम्की राखेर माथिबाट तोरीको तेल राख्दिने। स्वाद अनुसारको कागती राख्ने। त्यसपछि तपाईहरु कति गिलो खानुहुन्छ त्यही अनुसारको गिलो राख्ने। गिलो राखिसकेपछि माथिबाट धनिया राखेर सबैलाई एकपटक राम्रोसँग मोल्ने। त्यसपछि हेर्दै खाउ लाग्ने पिरो मिठो गिलो आलु निम्की हाम्रो घरमा नै यसरी रेडी हुन्छ। आलुको लागि निम्की चाहिँ यहाँ मैले घरमा नै बनाएको हुँ। तपाईहरु पनि निम्की चाहिँ घरमै सजिलैसँग बनाउन सक्नुहुनेछ। निम्कीको रेसिपी चाहिँ तपाईहरुले मेरो YouTube सर्चमा गएर हेर्न सक्नुहुनेछ। नभए लिंक म तल राख्दिनेछु, त्यहाँ गएर पनि तपाईहरु हेर्न सक्नुहुनेछ। अब यसरी नै मन लागेको बेला बनाएर खानुहोस् आलु निम्की घरमै र आफ्नो परिवारलाई पनि खुवाउनुहोस्।